सदाबहार गायक संगीतकार दिशे साहित्यकार योगेश वैद्य लुबन्ती वेकलहे हालादिगु मेया म्युजिक भिडियो पितबोज्या व सांगीतिक देछा ज्याजो जुगुदु सीता संगीत स्मृति व नेपाल कला संस्कृति उत्थान समाज मक्का गोसाले किपुली विवाह ज्याजो जुगुखा वरिष्ठ लोकगायक संगीत कमिलिसे मेट्रोमी रत्न बेहोसिया सभा नायसुजुको ज्याजोले सदाबार गायक योगेश वैद्य लसे हालादिगु व जनकवि दुर्गालाल श्रेष्ठ चोयादिगु नेपाल भाषा मे छनुगु हे छे छनुगु नीतिनि बोल्य मे सार्वजनिक जुगु खा मन्त योगेश मन्त योगेश मदयाना वलेना मदया नौलेना हाय विरहया स्वामु गजागु हाय विरहया स्वामु गजागु लसता वयांचना लसता वयांचना अथे ज्याजोले मोपा वरिष्ठ हास्य कलाकार मदन कृष्ण श्रेष्ठ निर्देशक छायाकार दिशे सम्पादक पत्रकार राजेन्द्र दङ्गोर लगायत गायक वैद्य लुमङ्कुशे भावुक मन्तव्य तयादिएको खा योगेश वैद्य दाइले हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। आज मैले यो कार्यक्रम श्रीजासँग बोल्दाखेरि एउटा गीतको विमोचन गर्ने हो म त भनेको थिएँ, त्यही मात्र होला भनेको थिएँ। यहाँ त ठुलो भव्य प्रोग्राम भएको रहेछ, एकदम घकिलो प्रोग्राम भइरहेछ। योगेश वैद्य दाइको आकर्षण हो, उहाँको योगदान हो, जसले पहिलो कार्यक्रम मान्छे अलिक कम लाग्थ्यो, आज तन्न मान्छेहरू देखि सङ्गीत प्रेमीहरू उपस्थित देखि रिता महर्जन बहिनीले योगेश दाइप्रति गर्नुभएको सम्मान श्रद्धा एकदम देखेर एकदम खुसी लाग्यो। आज हामी सदाबहार गायक सङ्गीतकार एवं साहित्यकार योगेश वैद्यज्यू प्रति समर्पित यो कार्यक्रम उहाँको संस्मरणमा सीता सङ्गीत स्मृति तथा नेपाल कला संस्कृति उत्थान समाजद्वारा आयोजित यो कार्यक्रममा भेला भएका छौँ। आज सङ्गीत पारीहरूको लागि विशेष दिन रहेको छ। यतिखेर श्रद्धेय योगेश दाइ हाम्रो योगेश वैद्यज्यू उहाँ भौतिक रूपमा हामी माझ हुनुहुन्न, तर उहाँबाट सिर्जना भएका कृतिहरू सिर्जनाहरूको कारण नै हामी आज यहाँ भेट्न पाएका छौँ। सङ्गीत उत्थान विकासका लागि केही गर्न पाएका छौँ, केही सुन्न पाएका छौँ, केही सुनाउन पाएका छौँ। अथे ज्याजोले मे हालामी रिता महर्जन थगुरु योगेश वैद्य यात समर्पण यासे न्यापुमे हालादिको खा